हेलो सबैलाई गुड मर्निङ। आज चाहिँ धेरै नै आशाको किरण छाएको छ, ल देख्न सक्नुहुन्छ। आज धेरै नै मौसम खुलेको छ, घाम लागिरहेको छ। बिहान सुरुवाती चरणमै यो घाम चाहिँ निकै राम्रो लागेको छ। बाटोघाटो निकै राम्रो नै हुन्छ होला, आज सबैले आशा गरौँ। र यो सिमल गोलाइदेखि तिल्किनी निस्किने जुन यो जोकमाई खोलाको डाइभर्सन छ, यो हिजो बिहान खोलाइएको थियो, बेलुका चाहिँ बन्द नै भएको थियो। यो बगाएको थियो, यो थोरै बहुत केही बिगारेको छ र अहिले चाहिँ यो फेरि सुचारू गर्नलाई चाहिँ बनाइँदैछ। केही गाडीहरू पारी चाहिँ लाइनमा छ, हिजैदेखि बसेको छ। वारीको वारी पारीको पारी नै भएको थियो। फेरि अहिले यो चाँडोभन्दा चाँडो यो खुलाइँदैछ है त। यो बाटो सबैले हेरिदिनु होला, यो भिडियो हेरेर यात्रा पनि गरिदिनु होला। र आज मौसम खुलेको छ, बाटो चाहिँ राम्रै हुन्छ सायद आजदेखि, र सहज यात्रा हुनेछ है त। ल सिमल गोलाइदेखि तिल्किनी निस्किने यो जोकमाई खोलाको डाइभर्सन है त बनिँदैछ। ल सबैले यो भिडियो हेरेर सेयर पनि गरिदिनु होला।